ल है वेलकम छ है दर्शन नमस्ते सबैलाई। म चाहिँ एकदमै दामी ठाउँमा आज यति राम्रो ठाउँमा आएको छु नि तपाईहरुलाई भन्न साध्य छैन। मलाई अलिकति खोकी लागेको छ है, चिसो बढिरहेको छ एकदमै भवाल दृश्य। यो तपाईहरुलाई देखाउँछु। यो चाहिँ खास हो भने एकदमै युरोप कन्ट्री जस्तो है। यो ठाउँ चाहिँ एकदम युरोप कन्ट्री जस्तै है। अनि म चाहिँ कहाँ छु भने म चाहिँ हाल साउदी अरबमा छु है। हाल साउदी अरबमा छु। म चाहिँ यस्तो ठाउँमा छु कि अहिले तपाईँलाई म देखाउन चाहन्छु। म साउदीको एकदमै फेमस ठाउँमा एकदमै रुखै रुख छ यता पनि हेर्नुहोस्। तपाईँलाई अब देखाउन चाहन्छु है। हेर्नुहोस् है, ल है गाइस हेर्नुहोस् है। ल हेर्नुहोस् यो के हो त, ल भन्नुहोस् त अब तपाईँहरूले। ट्याङ खतरा बवाल एकदम दामी। मलाई त एकदम खतरा लाग्यो। म त यही हेर्नै भनेर घुम्नै भनेर म आएको हो यो खास हैन म चाहिँ। अनि अब यसको भित्र म जाँदैछु। अनि आज चाहिँ नयाँ साल हैन, आज चाहिँ नयाँ साल। आज त के भन्नु, भोलि हो। अहिले 12 बजेदेखि चाहिँ स्टार्ट हुन्छ हैन, 12 बजेदेखि स्टार्ट हुन्छ। एकदम खतरा हुन्छ यहाँ चाहिँ बवालै। एकदम युरोप कन्ट्रीको पनि एकदम युरोप कन्ट्रीलाई पनि एकदम पछाडि राख्ने ठाउँ हो यो चाहिँ हैन। एकदम राम्रो एकदम यो चाहिँ एकदम स्ट्यान्डर्ड ठाउँ हो कि यो चाहिँ। गाइस हेर्नुहोस् है त, खतरा छ पुरै युरोप कन्ट्री जस्तो है। खतरा दृश्य बवाल छ, एकदमै राम्रो हैन। हेर्नुहोस् है, यो नेपाल के अरे साउदीको फेमस ठाउँ चाहिँ यो हो है। साउदीको एकदम डेन्जर फेमस ठाउँ हो यो। एकदम जान्ने बुझ्नेले चाहिँ यो थाहा हुन्छ कि यो कुन ठाउँ हो भन्ने कुरो। खतरा घरहरू बनाउँदैछ उहाँ, एकदम बवाल एकदम युरोप कन्ट्रीको सिस्टम छ यता चाहिँ। म चाहिँ यो टावरकै छेउमा भित्र जान चाहेको मैले। यतातिर पनि यस्तो सिस्टमहरू छ दामी। के लेखेको हो थाहा छैन। हामी चाहिँ यो भित्रको दृश्य हो यो टावरको तल भागमा। यो चाहिँ माथिको फ्लोर यहाँको। यो चाहिँ एक तल्ला माथिको यो चाहिँ दृश्य हो हैन। अझ माथि पनि छ। माथिको फ्लोर जाँदैछु। म चाहिँ 3 तल्ला माथि आइसक्यो। मैले जस्तो सोचेको थियो त्यस्तो चाहिँ रहेनछ। एकदमै खतरै होला, डेन्जरै होला भनेर सोचेको थियो। यो चाहिँ हुन सकेन हैन। एकदमै मैले यो देखेको अनुसारले चाहिँ यहाँ एकदमै बवालै हुनु पर्थ्यो, रमाइलो हुनु पर्थ्यो, तर छैन गाइस। अनि आज नयाँ साल, अहिले 12 बजेदेखि चाहिँ नयाँ साल लाग्दैछ हैन। 2025 अब जाँदै गरेको छ। अब 2026 चाहिँ अब आउनेवाला छ 12 बजेपछि। तर पनि देखिदिरहेको एकदम सुनसान एकदम मान्छे छैन त्यति साह्रो, सुनसान छ। हेर्नुहोस् है त, म पनि घुम्नलाई यसो आएको। यस्तो राम्रो फुल देखेको छ यहाँ। पर रहेछ दामी देखेको छ यहाँबाट।
तर मान्छे छैन, कम एकदमै कम मान्छे छैन। अब यता सिडी रहेछ, यो सिडी चाहिँ बनाउँदै रहेछ, यता कलर गर्दै रहेछ, बनाउँदैछ कलर गर्दै रहेछ है माथि जानलाई, माथिको फ्लोरमा जानलाई। यहाँ अगाडि खतरा देख्यो यार, नजारा त बबाल छ त हौ। होटल रहेछ ठुलो यहाँ। अब त्यहाँ चाहिँ अब त्यहाँबाट चाहिँ भित्र अब छिर्न दिँदैन होला सायद, लाग्छ मलाई। त्यहाँबाट चाहिँ अब टिकटै काट्नुपर्छ जस्तो लाग्यो। ल गाइज, यो टावरको तल होइन मुभी पनि हेर्नु मिल्ने रहेछ है गाइज, हेर्नुहोस् है, मुभी पनि हेर्नु मिल्ने रहेछ। यहाँ होटल छ। ल है गाइज, फेरि हामी चाहिँ फेरि तलको फ्लोरमा आइसक्यो। तलको फ्लोरमा फेरि आइसक्यो हामी चाहिँ गाइज होइन। म चाहिँ एकदमै माथि चढ्दा चढ्दा पुरै थाक्यो है, त्यही भएर तल झरेको। अब चाहिँ तपाईँ अब लगभग अब टाइम चाहिँ हुन लाग्यो, धेरै टाइम त छैन होइन, लगभग आधी घन्टा होला। अब चाहिँ फेरि तलै बसेर चाहिँ माथि टावरको मजाको दृश्य तपाईँहरूलाई खिचेर तपाईँहरूलाई देखाउने छु गाइज, हेर्दै गर्नुहोस् होला है। कस्तो दामी देखेको यार, ओहो माथि त यार कस्तो डेन्जर है, खतरा देखेको छ त हौ गाइज। ल गाइज, म चाहिँ बाहिर फेरि निक्लियो बाहिर, म अर्कै गेटमा निक्लियो गाइज। बाहिरको दृश्य हावा चलेछ, डेन्जर चिसो हावा चलेछ, गान्डाङ र गुन्डुङ गरिरहेको छ। हेर्नुहोस् है नजारा, ठ्याक्कै म जरामा टुप्पोमा आएको छु अहिले। यहाँ यो माथि यस्तो दामी हुनेछ नि, बवाल हुनेछ है गाइज। किम्फा टावर खतरा छ नि। रोड छेउमा निक्लेँ। अब तपाईँलाई यो यसको दृश्य देखाउने हो कि तपाईँलाई अहिले एकछिन ट्याक्क बनाएर भगवान हुन्छ नि। ल रेडी हुनु लाग्यो अब, खतरा पड्किने हो अब, डेन्जर गुडाइ गरेर है, बवाल हुने भयो। हुन लाग्यो गाइज, ल ओ पड्किन लाग्यो। ओ छिटो फास्ट हुन लाग्यो। 1 2 3 खै त यार पड्किँदैन हौ। रेडी, कताबाट पड्किन्छ थाहा छैन होइन, कुन साइडबाट पड्किन्छ। ल अब पड्किने लाग्यो है।
सरी है, सरी तपाईँहरूलाई। र अर्को ठाउँमा यस्तै एउटा सानो एउटा सिटी रहेछ र त्यहाँ चाहिँ पड्काइयो, यहाँ चाहिँ पड्काएन है। यो बाजी चाहिँ मैले चाहिँ ठुलो सोच गरेर आएको, यहाँ पड्काउँछ भनेर। यो जुन के अरे पड्काहरू पड्काउँछ नि, हो यो पड्काउँछ भनेर चाहिँ म यहाँ आएको, तर पड्काइएन, यहाँ चाहिँ भएन। अन्त ठाउँमा भयो, यहाँ भएन। अरू ठाउँमा चाहिँ उहाँ पड्किएको सुन्यो मैले, तर यसमा चाहिँ पड्किएको सुनेन है गाइज। सरी त्यसको लागि है। म चाहिँ खास गरी यहाँ यसरी नै पड्काउँछ, हुन्छ एकदम दामी हुन्छ भनेर चाहिँ सोचेर चाहिँ म यो भिडियो बनाउन आएको, तर भएन। मैले जुन सोचेको जस्तो भएन, सरी है, तपाईँलाई देखाउन सकिनँ। त्यसैले यो भिडियोलाई चाहिँ अब म अन्त गर्न चाहन्छु।